नमस्ते, मेरो नाम आनन्द सापकोटा। म सेभ द चिल्ड्रेन नेपाल कन्ट्री अफिस अन्तर्गत सेल्टर एन्ड वास म्यानेजरको रूपमा कार्यरत छु। त्यो बेलामा चाहिँ एक हिसाबले अलिकति चुनौतीपूर्ण पनि लागेको थियो। साथसाथै म उत्साहित पनि थिएँ, किनभने म आफै पनि भूकम्प प्रभावित क्षेत्रको मान्छे भएको हुनाले मैले अलिकति भूकम्पको कस्तो असर हुन्छ भन्ने पहिले देखेको थिएँ। सो अब यसबाट चाहिँ क्षतिग्रस्त भएका अथवा यसबाट प्रभावित जनसमुदायहरूलाई चाहिँ सहयोग गर्न जाने यो एउटा अवसरको रूपमा पनि लिएको थिएँ। त्यो बेलाको विभिन्न कुराहरूले गर्दाखेरि यो चुनौतीपूर्ण त थियो नै, र यो मानवीय सहायताको लागि म पहिलोपल्ट जाँदैछु भनेर आफूभित्र पनि एउटा उत्साहित पनि थिएँ, उत्साह पनि थियो। हामीले जति पनि यो भूकम्प प्रभावित जिल्लाहरूमा काम गऱ्यौँ, त्यसमा चाहिँ हाम्रो तत्कालै हामीले यो फुड सेक्युरिटी एन्ड लाइभलीहुड अन्तर्गत केही खाद्य सुरक्षाको कामहरू पनि गऱ्यौँ। साथसाथमा यो गैर खाद्य सामग्रीहरू पनि वितरण गऱ्यौँ, जसले उहाँहरूको जनजीविकालाई अलिकति सहज बनायो। त्यसमा चाहिँ जसको सेल्टर नै क्षति भएको थियो, उहाँहरूले एउटा छोटो समयको लागि भने पनि छाना पाउनुभएको थियो, तारपोलिनबाट अस्थायी किसिमको छाना। त्यसै गरेर हामीले चाहिँ तत्कालै खानेपानीको व्यवस्था कसरी गर्न सकिन्छ भनेर त्यसमा पनि सिरियसली हामीले त्यहाँको समुदायहरूसँग मिलेर काम गऱ्यौँ विभिन्न क्षेत्रहरूमा। त्यसै गरेर यो आवासको क्षेत्रमा चाहिँ उहाँहरूलाई चाहिँ अरू गैर खाद्य सामग्रीहरूको पनि अति आवश्यक भएको हुनाले लत्ता कपडाहरूदेखि लिएर खानेकुरा पकाउने भाँडाकुँडाहरू पनि त्यो बेलामा चाहिँ क्षति भएको अवस्थामा त्यस्तो भाँडाकुँडाहरूमा पनि सपोर्ट गऱ्यौँ। साथसाथै हामीले त्यो बेलामा चाहिँ लाइटहरू, उहाँहरूलाई रातिको लागि अप्ठ्यारो पर्न सक्छ भनेर लाइटहरू पनि वितरण गरिएको थियो गैर खाद्य सामग्री अन्तर्गत। त्यसै गरेर हामीले यो स्वास्थ्यको क्षेत्रमा पनि तत्कालै कसरी स्वास्थ्य क्षेत्रलाई चाहिँ रिस्टोर गर्न सकिन्छ भनेर त्यसमा पनि सिरियसली काम गरेका थियौँ। त्यसमा चाहिँ विभिन्न हेल्थ पोस्टहरूसँग मिलेर उहाँहरूको लागि टेन्टहरू प्रदान गरेर तत्कालै स्वास्थ्य सेवा सुचारू गर्नको लागि सहयोग गरिएको थियो विभिन्न क्षेत्रहरूमा। त्यस बेलामा साथसाथमा हामीले यो एजुकेसनल इन्स्टिच्युटहरूमा पनि हामीले टिएलसीहरू पनि तत्कालै निर्माण सुरु गऱ्यौँ एजुकेसन कन्टिन्युटीको लागि, जस अन्तर्गत चाहिँ हामीले 600 भन्दा बढी टेम्पोररी लर्निङ सेन्टरहरू बनायौँ भूकम्प प्रभावित विभिन्न क्षेत्रहरूमा। त्यही मध्ये हामीले यही जनविकास जहाँ हामी अहिले इन्टरभ्यू गरिरहेका छौँ, यही विद्यालयमा पनि हाम्रो 2वटा टिएलसीहरू रहेको थियो, 2वटा मतलब 4 कोठाको टिएलसीहरू। त्यो चाहिँ हामीले स्थानीय उपलब्ध स्रोत साधन प्रयोग गरेर असाध्यै तीव्र गतिमा हामीले बनाउनलाई जोड दिएका थियौँ। त्यसमा चाहिँ बाँस, काठ, लोकल रिसोर्सहरू जे उपलब्ध भयो त्यो सामानहरू, र त्यसमा चाहिँ जस्ताको छानाहरू प्रयोग गऱ्यौँ। अलिकति जाडो सिजनमा चाहिँ त्यसलाई हामीले विन्टराइज गर्नको लागि प्लास्टिक सिटिङहरू, पिफोमहरू पनि प्रयोग गरेर त्यसलाई चाहिँ बस्न योग्य बनाएर हामीले प्रयोग गरेका थियौँ। त्यो टिएलसीहरू प्रयोग हुँदाहुँदै रिकन्स्ट्रक्सनमा पनि सपोर्ट गर्नको लागि चाहिँ हामीले विभिन्न स्कुलहरूको भौतिक पुनर्निर्माणमा पनि हामीले ध्यान दियौँ। हामीले विभिन्न ठाउँहरूमा करिब 200वटा कक्षा कोठाहरू जुन चाहिँ आरसिसी स्ट्रक्चर थियो, नेपाल सरकारले तोकेको यो केन्द्रीय आयोजना कार्यान्वयन इक्वाई शिक्षा अन्तर्गतको थियो, उहाँहरूको एप्रुभ मापदण्ड अन्तर्गत रहेर एप्रुभ ड्रइङमा आधारित रहेर हामीले त्यो भवनहरू पनि बनाएर समुदायलाई हस्तान्तरण गर्न सक्यौँ। अब अहिले आएर हेर्दाखेरि चाहिँ ती भवनहरू पनि अहिले सञ्चालित अवस्थामै देख्दाखेरि त्यो रमाइलो लाग्छ, खुसी लाग्छ। त्यहाँ बालबालिकाहरूको सिकाइ कन्टिन्युटी भइरहेको देख्दाखेरि निश्चय नै खुसी लाग्छ।